जय मस्ते सबैजनालाई। जय मस्ते। के छ खबर? आइ एम गुड। आज किन हो त घरमा एक्लै? आज अब बाहिर जानु भएको थियो अहिले घर हेर्नु पर्छ। म चाहिँ खासमा चाहिँ किन भिडियो बनायो भनेपछि तपाईँहरूको माझमा यहाँ गाउँमा आएको थियो होइन, यो अर्ग्यानिक यो के हो तपाईँले चिन्नुहुन्छ कि न यसलाई? यसको नाम के छ कमेन्ट गर्नु होला है। के हो यसको नाम? यसलाई लड्चा भन्छन्। अब यस्तो यस्तो गाउँको यस्तो यस्तो अब अर्ग्यानिक कुराहरूको नाम नथाहा भएपछि अब थाहा पाउनु पर्यो। होइन यस्तो मलाई थाहा थियो, मलाई थाहा थियो तर बिर्सियो। 2 वर्ष सहर बस्यो भन्ने नाम बिर्सिनु। एउटा यो त थाहा मलाई, यो त मेवा हो। चट्नी धेरै पछि गाउँ आएर साथीहरू ट्याक्क पारेर आजभोलि घर सर हाल्नु भएको चाहिँ दामी छ घर होइन। हाम्रोतिर त यस्तै छ। दामी हैन नि नर्मल गाउँतिरको। आउने मान्छे के गर्नुपर्छ देखिसक्नुहुन्छ अहिले। यस्तो गर्न सक्नु पर्यो, यो तलको त्यहाँ काम गर्न सक्नु पर्यो, खेतमा काम गर्न सक्नु पर्यो। त्यति भए मलाई अरू के चाहियो। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। हेर अहिले भर्खर मम्मीलाई यो भाँडासाँडा माझेर बसेछन् यहाँ। त्यतिको गर्न सक्नु, खाना बनाउन सक्नु पर्यो। यही भान्जी कोठा हेर, हाम्रो कुलबाईको लागि कोही छ भनेपछि यसो आउन सक्नुहुन्छ। मलाई नि माया गर्नु पर्यो होइन। मलाई मात्रै माया, मलाई प्लस मेरो मम्मी घर फ्यामिलीलाई। अनि काम भनेको देख्छ होइन, धेरै ठुलो काम छैन खाना बनाउने। यो यतातिर खेत छ नि, यो खेतलाई ट्याक्क पारेर लगाउन सक्नु भयो। नर्मलै हो त यार। लगाउन सक्नु भएपछि काफी। काफी त्यति भए पुग्यो मलाई। 2टा खुट्टा भयो काफी यो कस्तो 2टा खुट्टा मतलब कि 4टा खुट्टा भएको चाहियो? 4टा खुट्टा भएको 4टा खुट्टा छन् त, यिनलाई पनि हेर्नु पर्यो त। यिनलाई पनि हेर्नु पर्यो अरे। यस्तो भइदा बाख्रा आजभोलि घाँस त कसले काट्छ? गफ हान्थे मैले काट्यो भनेर। त्यस्तो काटिने कहिले अब जस्तो आज उदाहरण आज काटियो। मम्मीहरू अब मम्मीहरू घर नभएको बेला गरेको। विशेष गरी भिडियो बनाउनुको कारण यो थियो, मैले खाएर भ्याइसकेँ। यहाँ चुक्लो हुन्छ, यसको अझ बेस्ट हुन्छ। थ्याङ्क्स फर वाचिङ।